चाउमिन खाँदैछु चाउमिन साथी हो यो अचार चाहिँ मेरो फेभरेट हो नि त मान्छेहरूलाई छ नि साथीहरू यति धेरै जासुस छ जो मान्छे मन पर्दैन जो मान्छेलाई घृणा गरेको छ जो मान्छेको मतलब छैन मान्छेको चाहिँ किन यति धेरै खोजी तलास के गर्दैछ कस्तो गर्दैछ कहाँ छ के हुँदैछ कस्तो चल्दैछ जासुस गर्ने मान्छेहरू चाहिँ सधैँ जासुस गरिरहेको हुन्छ नि त न आफू खुसी हुन्छ न अरूलाई खुसी भएको हेर्न सक्छ कति धेरै आरिस कति धेरै जेलस फिल बगेरा बगेरा के अब सुन है मेरो कुरा फेरि तिमीले मेरो भिडियो त पक्कै हेरि नै हाल्छौ यता पनि ठिक्क उता पनि ठिक्क हैन यता पनि लपक्क भएको छ उता पनि यताको कुरा उता है उताको कुरा यता साथीहरू है अनि जता गुल्ल्यो त्यतै भुल्ल्यो है साथीहरू कसले के भन्छ अनि यसको लागि ला मलाई मान्छेले नराम्रो भन्छ होला ला मैले यस्तो बोल्नु हुँदैन यस्तो गर्नु हुँदैन भन्ने त मलाई 1% पनि छैन जसको लाइफमा अर्को छ साथीहरू देखाउँछ सोशल मिडियामा अर्कै देखाउँछ हैन भित्र सम्बन्ध अर्कै छ त्यस्तो पनि मलाई मन पर्दैन जस्तो छ नेचुरल के हैन अर्जुन अहिले ज्यादा देखाउटीहरू देख्छु के म मान्छेहरू हैन यसो विचार गर्छु ओ माय गॉड म चाहिँ कसैसँग मिल्दिन होला सायद हैन आफू चाहिँ हैन कसरी हुन्छ के गरेर हुन्छ खुसी हुनु पर्यो के हैन म एकदम खुसी छु नि तर म अरु जस्तो आशा राख्ने अरूले दिन्छ कि अरूले गर्दिन्छ कि भन्ने पनि छुइन म चाहिँ यति धेरै खुसी चाहिँ किन छु जस्तो लाग्छ भने चाहिँ मैले मान्छेलाई यति धेरै दाम दिएको छु नि मान्छेको लागि यति धेरै गरेको छु नि त्यही भएर चाहिँ मलाई एकदम धेरै आनन्द फिल के हिजोको दिनमा कसैले खानु नपाउँदा लाउनु नपाउँदा हैन मैले दिएको अनि मैले गरेको त्यो दिनहरु सम्झिन्छु आफूलाई आनन्द फिल लाग्छ अहिले त अब सबैजना संघर्ष गर्दा गर्दै हैन जिरोबाट हिरो भए तापनि हिजोको दिनमा जिरोबाट ल्याउने मान्छे त तर आज ठाउँमा पुगेपछि हैन अनि आफ्नो काम टरेपछि अनि आफूले भनेको कुरा मानिसकेपछि मैले गर्दिसकेपछि नबोल्नेहरू अनि मेरो पैसा फिर्ता नगर्नेहरू अनि मेरो पैसा खाएर भाग्नेहरू मेरो पैसा खाएर ब्लक हान्ने अनि मेरो पैसा फिर्तै नगर्ने अनि टाइममा नदिने कमाइसकेपछि दिन्छु भन्नेहरू हैन बगेराहरू सुन सबैजनालाई मैले दान दिएको छु तिमीहरूलाई पनि दानै भयो याद गर भने नि तिमीहरूलाई त्यो टाइममा कति पैसा दिएको थिए अहिलेको मूल्यमा तिमीहरूको पैसा मलाई तिमीहरूले रिटर्न गर्यो त्यो पैसाको डबल त्रिबल दिए पनि भ्यालु हुँदैन योभन्दा 8-9 वर्षको 10,000 पैसाले के हुन्थ्यो भने अहिले 10,000 पैसाले याद गर हिजोको दिनमा मैले 6-7 वर्ष 50,000 दिएको थिएँ भने तिमीले त्यो 50,000 को 3 लाखै दिए पनि कमै हुन्छ अहिले याद गर ल मूल्य छैन केलाई ठुलो हुन्छ ओइ तिमीहरू भोलि मरेर जाने त एउटै ठाउँ हो हैन अनि कोही कोही चाहिँ हैन काम टारिसकेपछि मेसेज नहेर्ने दिनमा 10-20 वटा भिडियो पोस्ट गर्ने टाइम हुन्छ तर फोन र मेसेज गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने मान्छे चाहिँ अझ मेरो पैसालाई चाहिँ मैसँग ठुलो कुरा गर्छ सुरुमा हामीरालो जस्तो हुन्छन् अनि फेरि पछि आफूले अरूलाई दिने बेलामा बाघ जस्तो हुन्छ मेरो भिडियो हेर्दैछस् भने नि खातेर खाथे नि मेरो पैसा दिहाल धेरै वर्ष भइसक्यो बुझिस तेरा कलौटी चुडेलहरू साला भिखारीनीहरू कुत्ता कमिनेहरू जहिले तैले अरूको खाएरै पुगो